धेरै पछि चाहिँ म युट्युब भिडियो बनाउँदैछु किनभने आज चाहिँ मेरो बुढालाई प्र्याङ्क गर्नु पर्यो भनेर हेर्दै जानु ल म कस्तो कस्तो बनाउँछु भनेर रुवाई छर्नु पर्यो भनेको तर मेरो बुढाको रियाक्सन आउँछ जस्तो चाहिँ छैन अघि कुरा अलिकति चाहिँ छेडेँ आज तिमीलाई एकदम इम्पोर्टेन्ट कुरा गर्नु छ भनेर अब हेरौँ अब एकछिनमा ड्रामा सुरु हुन्छ है के चाहिँ यहाँ यहाँ कस्तो भयो टी सर्ट पहिला भन अनि कस्तो छ टी सर्ट कस्तो टी सर्ट यो राम्रो छ यहाँ आउन यहाँ आउन यहाँ क्वालिटी छ भन कस्तो छ यहाँ ल्याउ यहाँ क्वालिटी मैले यहाँ आउन यहाँ कसले दिएको ठिकै छ त सब राम्रो छ राम्रो छ है खै किन एकदमै छ हाम्रो क्लिनिकको अर्को उयसमा चाहिँ नेपाली नै छ ऊ चाहिँ उयसमा गर्छ नि त आइटीमा मैले गिफ्ट दिएको यो ठिकै छ राम्रो छ किनभने कोही कोही बेला हामी उयो कफीहरू खानु गइरह हुन्छौँ यतानिर ब्रेकमा त्यही सुनाउनु लागेको थिएँ यहाँ कस्तो मलाई सिरियस कुरा गर्नु छ कसम तिमी नरिसाउनु किन नउठ्यो भन न के सिरियस यहाँ आउनु आइटी अरे केमा आइटी कुन चाहिँमा हो क्लिनिकमै हो मिन्टाभित्रको आइटी हाम्रो उताको अर्को क्लिनिकमा क्या त्यही अनि यहाँ हाम्रो एउटै कार्ड युज गर्छु नि त अनि मलाई देखेको रहेछ ऊ चाहिँ भर्खर 6 महिना भयो के जान्छ अनि श्रेष्ठ के त अनि के अनि बोल्छु के म अनि आजभोलि किन हो याद आइरहन्छ कि उसको त्यसो जाउँ त्यही होला अनि सुनाउनु पर्यो तिमीसँग नै सल्लाह लिन्छु भनेर कस्तो सल्लाह नि अनि के को लागि सल्लाह लाइक अब सल्लाह नि अब तिम्रो चित्त नदुखोस् बोलिराखौँ कि के गरौँ भन न किन खासै किन नि बोलिरहेको तिमी बोल्नु गिफ्टहरू दिन्छ गिफ्ट चाहिँ यहाँ फाल्दिने कहाँ कस्तो राम्रो छ लगाएर दियो यहाँ देऊ न अरे कसैले मलाई बल्ल बल्ल दिएको गिफ्ट पनि कलरहरू त कस्तो के भयो त भन न म त्यो साँच्चै यो अस्तिदेखि सल्लाह गर्नु मन लागिरहेको त्यस्तो धेरै त बसेन 2 महिना जस्तो बोलेको रेडी के भएको हेर्नु त्यस्तो गरिदियो तिमीलाई त्यही भएर चित्त दुख्छ भने मलाई नसुनाएको सुना भन्छ अनि सबै पानी बनाइदियो डस्टबिन म नलगाउनु यो के भयो त अनि तिमी पनि बोल्छौ त तिम्रो साथीहरूसँग तिमी साथीसँग बोल्छ नि बोल्दैमा के हुन्छ र गिफ्टहरू दिइहाल्छ त्यो पर्स दिनु पर्यो भन्दैछु त्यो दिउँ भोलि तिमी बोक्दैन नि त्यो दिन्छु ल पैसा नि छैन त्यही दिन्छु खासै किन बोल्नु नि भने ठिकै छ राम्रो छ नि त जानु मन छ
जानुलाई नै बोलेको होइन नि त बोल्नुमा के हुन्छ के हो फेसबुक नम्बर बैठाको मुक्ति नबस्छ किन बोल्नु क्या मेरो क्वेसन चाहिँ फर्स्ट बोल्दा के हुन्छ म एज ए फ्रेन्ड तिमीले कहिले मलाई मेसेज गर्छौ त्यही भएर गरिरहन्छ तिमीलाई कसो म इग्नोर गर्नु थाल्यो भने कुकुर जस्तो इग्नोर गरिदिन्छ नि कसो भनेको मलाई सँग त लगाइरहेको कसरी सँग आजै भनेको मैले तिमीलाई आई फिल इट नभन्नु मलाई थाहा थियो अस्ति नै मैले क्याप्चर त गरिसकेको थिएँ कसरी क्याप्चर के देख्यो यस्तो डाउट हुने त्यसो त मलाई इभन मलाई एक्चुअली मुभ गरिरहेको छ तर मैले त कहिले म त्यस्तो फिलिङ पनि गर्दै थिएन तिमीले त बोल न नि बोल्छ त के बोल नगर बोल न त मलाई नबोल भने चाहिँ भेट्न गइरहन्छ कोही बेला म भनेको छुइनँ न त भनेर भनेछु त कहिले गिफ्ट सिफ्ट लिएर हिँड्दै अलिकति छ नि तिमी अब तिमी त भइसक्यो गिफ्ट लिँदा के हुन्छ त्यही के हो नहुने अनि के पत्ता गिफ्ट लिनु खोइ ऊ के अरे किन बोल्दैछ भन्छ खोइ देखाऊ त हेलो गाइस इट्स अ प्रैंक गरेको कसम होइन कस्तो खाले नबुझेको तिमीले देखेनौ क्यामेरा त्यही थियो भनेर प्रैंक गरेको भगवान सिरियसली लिन्छ कसम यो गिफ्ट मलाई बिन्दुले दिएको सिनबाट म बिन्दुलाई लु कन्फर्म गरिहाल बिन्दुले दिएको मलाई यो डस्टबिनमा हालेर पानी खनिदिन्छ यस्तो छ मान्छे भरोसा छैन मेरो छ्या साँच्चैको लिइरहेको बाफ्रे म त एकछिन त कस्तो डर पनि लाग्यो बा लु छिटो जुत्ता सुत्ता लगाऊ थिएँ तिमीले दिएको यहाँ हेर न गिफ्टलाई त डस्टबिनमा हालेर पानी हालिदिइरहेको साँच्चै सोचेछ प्र्याङ्क गरेको मेरो प्र्याङ्क चाहिँ आज बर्बाद भयो साँच्चै सोचेको थियौ तिमीले रुनु लाग्यो बिचारा त्यस्तो गर्छु जस्तो लाग्छ अमा कस्तो देखाए यस्तो छ मेरो बुढा चाहिँ प्र्याङ्क गरेको नि बुझ्दैन हौ झन्डै कुट्नु चाहिँ कुटेन यो बिन्दुले दिएको उयो चाहिँ डस्टबिनमा हालेर पानी हालिदिँदो रहेछ ल अब हामी चाहिँ हस्पिटल जानु छ अनि त्यसपछि जिम यहाँ न यहाँ रुमको हालत चाहिँ यस्तो छ बिचारा गाइस मेरो बुढालाई प्र्याङ्क गर्नु चाहिँ आज यस्तो मजा आयो साँच्चै सोचिरहेको थियो है तिमीले बाफ्रे अहिले हामी चाहिँ ऊ हस्पिटल जाँदैछौँ हस्पिटल भन्दा नि मेडिकल मेरो बुढाको रिपोर्टको डिस्कसनको लागि अनि त्यसपछि हामी चाहिँ जिम जाने हो त्यही भएर जिमकै लुगामा हामी चाहिँ क्लिनिक जाँदैछौँ अनि आज साह्रै हँसिरहेको मेरो बुढाले यो त्यो गिफ्ट चाहिँ मलाई मेरो साथी मेरो बेस्ट फ्रेन्ड बिन्दुले दिएको हो बिन्दु तैँले पनि यो भिडियो हेर्दै थिएस् भने एनजीलाई सम्झाए यो चाहिँ तैँले दिएको हो नि त होइन मैले प्र्याङ्क गर्दा त म डस्टबिनमा खान्थेँ र पानी लगाइदिएको के गर्नु उसलाई मेरो साथीले दिएको कमेन्ट गर अनि अहिले हामी चाहिँ जाँदैछौँ यसरी आमामा यस्तो घाम लागेको छ 1:30 को
मेरो बुढाको के चाहिँ गरेको पागल जस्तो चाक मासु यहाँ खानु जाँदैछ है अनि लाज लाग्यो अरे सिस्टरदेखि किन लाज किन बाबा अनि पिलोको घाउ देख्छ अरे डर लागेछ कि छैन डर चाहिँ के को लागि त हो लास्ट लाग्यो कहाँ चाक्नु सिधा सुई अनि चाकमा राम्रो त नि केमा हान्छौ त अनि चाकमा हातैमा हान्नु दिँदैन पऱ्यो नि हातमा। चाकमै हान्नुहुन्छ चाकमै के गर्नु हौ बुढाले साह्रै दुःख दिन्छ मलाई खोइ मैले पेपर कहाँ राखेँ राखेको होइन तपाईँहरूलाई हाम्रो प्राइम भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि यसरी नै हामी भिडियोहरू बनाउँदै गर्नेछौँ होइन अनि सजेस्ट गर्नु तपाईँहरूलाई कस्तो कस्तो भिडियोहरू हेर्नु मन लागेको छ अनि यति भन्दै म चाहिँ मेरो भिडियो यही एन्ड गर्न चाहन्छु लास्टमा तपाईँहरू प्लिज नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस् पुरानो हुन्छ भने लाइक अनि कमेन्ट गर्नुहोस् बाई बाई सी इन द नेक्स्ट